नमस्कार सबैलाई। आज चाहिँ म कालिम्पोङ गएको थिएँ। मेरो चाहिँ खासै प्रब्लम चाहिँ चस्मा पुरानो भएर चाहिँ फेरि अर्को बनाउनु पर्ने थियो नि त। चस्मा बनाइसकेर फर्किँदा चाहिँ उहाँलाई भेटेँ यहाँनिर। फेसबुकमा मात्रै हाम्रो भेट हुन्थ्यो नि त। अनि कलर पनि किनेँ अनि घिसिङ फ्लोरामा आइपुगेँ यहाँनिर। काँक्राको बिउहरू निस्किसकिसकेछ अहिले त हो। लौकाहरूको पनि यस्तो प्रकारले यहाँनिर चाहिँ मजाको स्याप्लिङहरू आउनु थालिसकिसकेछ। मेरो चाहिँ पट लिनुपर्ने थियो अनि घरमा आइपुगेर चाहिँ मैले सानो भिडियो यहाँ सेयर गर्दैछु। यो एजेलिया जुन छ नि यसमा चाहिँ यो पिङ्क पनि आउँछ नि त। एउटै बोटमा पनि यसरी पिङ्क पनि आउँछ कि हाम्रोमा मात्रै हो कि भनेर सोचेँ होइन, तर अरूकोमा पनि त्यस्तै हुँदोरहेछ। अनि हाम्रोमा चाहिँ 3वटा बोट छ, यो खालको चाहिँ 3वटा बोट छ। ठुलो ज्याङ छ, 3वटामा नै त्यस्तै भएको छ। यहाँ हेर्नुहोस् ल, यसको छैन भनेर सोचिरहेको थिएँ कि यतापट्टि पछाडिपट्टि यस्तो प्रकारले निस्किरहेको रहेछ पिङ्क। यसको चाहिँ अब के थियो अब होइन, त्यो भएर यसमा त अलरेडी छ नै, यसमा चाहिँ मजाले आइरहेको छ। एउटै बोटमा त्यस्तो प्रकारले फुल्छ, एकदम मजाले फुल्छ, एकदम राम्रो हुन्छ यो चाहिँ हो। तर हत्तपत्त चाहिँ सर्दैन। धेरैजनाले माग्नुहुन्छ मलाई यो फुल देखेर कि, कतिजनालाई त मैले दिएँ पनि। हत्तपत्त चाहिँ सर्दैन, एकदमै राम्रो हुन्छ यो।